1990 बाट भुटानदेखि निकालिएको नेपाली भाषा बोल्ने भुटानीहरू नेपाल आएर बसे। त्यसपछाडि उनीहरू अमेरिकातिर लागे। हामीले भन्दाखेरि उनीहरूलाई भुटानी शरणार्थी भन्छौं, तर बाहिर देशको मान्छेहरूले उनीहरूलाई वर्ल्ड ह्याप्पिएस्ट म्यान भन्छन्। आफू बसेको ठाउँ छोडेर देशदेखि विदेशसम्म आएका यी मान्छेहरू चाहिँ एकदमै खुसी छन्, सबै कुरा त्यागेर पनि भन्ने उनीहरूको मानसिकता छ। त्यसैले उनीहरूलाई वर्ल्ड ह्याप्पिएस्ट म्यान भनेर भनिन्छ। तर उनीहरूको भित्रको पीडा के छ यो फिल्ममा दर्शाइएको छ। हरिवंश आचार्यको क्यारेक्टर जो चाहिँ 16-17 वर्षदेखि अमेरिकाको ओहायो भन्ने ठाउँमा हुन्छ, उसको कहानीलाई देखाइएको छ यो चलचित्रमा। हरिवंशको क्यारेक्टर जो चाहिँ आफ्नो देश फर्किन चाहन्छ भुटान, एकचोटि भए पनि मर्नुभन्दा अगाडि उसको आखिरी इच्छा भनेको चाहिँ उसको देश एकचोटि फर्किनु थियो। तर बारम्बार भिजा रिजेक्ट भएको कारणले ऊ एकदमै डिप्रेस भएको हुन्छ। उसको दिमागमा जहिले पनि कहिले भुटान जाउँ भन्ने भइरहेको हुन्छ। दिन रात उसले मात्रै भुटानकै बारेमा सोच्छ, भुटानकै बारेमा मात्रै कुरा गर्छ। उसको अन्तिम इच्छा त्यही हुन्छ, एकचोटि भुटान पुग्न पाऊँ। तर यो असफल भएको कारणले ऊ दिनदिनै बिरामी हुँदै जान्छ। रोगसँग लडिरहेको उसले म एकचोटि भुटान गए भने म ठिक हुन्छु भनेर चाहिँ विश्वास राख्दछ। तर कुरा उसको रोगको होइन, कुरा उसको मेन्टल हेल्थको हो। ऊ एकदमै डिप्रेस भइसकेको हुन्छ। उसले जिन्दगीभरि खोजेको भनेको चाहिँ शान्ति, सन्तुष्टि र एउटा ठाउँ। उसको एउटा मात्रै चाहना हुन्छ, म मरे पनि मेरै जन्मभूमिमा गएर मर्न पाऊँ। यसकै वरिपरि तपाईँले स्टोरी देख्न सक्नुहुन्छ फिल्ममा। फिल्मका डाइरेक्टर रहेका छन् विनोद पौडेल, जसले चाहिँ योभन्दा अगाडि साँगुरो भन्ने फिल्ममा राइटिङ गरेका थिए र बुलबुल फिल्मलाई चाहिँ डाइरेक्ट पनि गरेका थिए। साँगुरो फिल्म जसले चाहिँ सार्क फिल्म फेस्टिभलमा चाहिँ नेसनल अवार्ड पनि जितेको थियो। ऊ एकदमै राम्रो डाइरेक्टर हुन् र बुलबुल पछाडि उनी फेरि यो मुभीमा राइटिङ र डाइरेक्टर गरेर आएका छन्। फिल्मको कुरा गर्नु पर्दा चाहिँ जुन तरिकाको सिनेमाटोग्राफी देखाइएको छ त्यो चाहिँ मलाई एकदमै मन पर्यो। यस्तो खालको सिनेमाटोग्राफी चाहिँ नेपाली फिल्ममा रेयर हुन्छ। कुनै कुनै सर्टहरू यस्तो देख्नुहुन्छ तपाईले, एकदमै हलिउड टाइपको फिल हुनेछ, तपाईलाई एकदमै रमाइलो लाग्नेछ। त्यसैगरी पर्फर्मेन्सको कुरा गर्दाखेरि चाहिँ जति पनि एक्टर हुनुहुन्छ सबैको एकदमै राम्रो पर्फर्मेन्स रहेको छ। स्पेशली स्क्रिन टाइम ज्यादा भएको भनेको चाहिँ हरिवंश आचार्य र उनका नातिनीको हो। दुईजनाको एकदमै राम्रो पर्फर्मेन्स रहेको छ। यदि तपाईले दयाङ राई मुख्य भूमिकामा हुनुहुन्छ, देख्न पाइन्छ भन्ने सोच्नु भएको छ भने तपाई गलत हुनुहुन्छ। दयाङ राईले चाहिँ मात्र अन्तिमको 5 मिनेटमा देखाइएको छ, तर त्यो 5 मिनेटमा पनि उनलाई देख्दाखेरि तपाईलाई एकदमै खुसी चाहिँ लाग्नेछ। फिल्मको स्क्रिन प्ले एकदमै राम्रो रहेको छ। 1 घण्टा 45 मिनेट ड्युरेसन रहेको यो फिल्म बिचमा अलिकति तपाईले स्लो फिल हुन सक्छ, तर तपाईलाई थोरै थ्रिल चाहिँ फिल गराउँछ फिल्मले। यो फिल्मको नाम चाहिँ पहिला रबर सिटी हुनेवाला थियो, तर अहिले चाहिँ उहाँले नाम चेन्ज गरेर चाहिँ भुटान राख्नु भएको छ। अब प्रश्न आउँछ तपाई फिल्म हेर्न जाने कि नजाने। यदि तपाई साच्चै नेपाली फिल्मलाई माया गर्नुहुन्छ, नेपाली फिल्म पनि एउटा लेभल अप होस् भन्ने चाहनुहुन्छ फ्युचरमा पनि, यो फिल्मलाई तपाईले सपोर्ट गर्नै पर्छ। किनकि जुन तरिकाको प्रेजेन्टेसन गरिएको छ स्टोरीलाई, जुन तरिकाको सिनेमाटोग्राफी तपाईले देख्न सक्नुहुन्छ, यो चाहिँ एकदमै रेयर हो नेपाली सिनेमामा। मलाई यो फिल्म एकदमै मन पर्यो किनकि यस्तो खालको फिल्म नेपालमा कमै बन्छ। एकदमै डिप खालको फिल्म रहेको छ र यो फिल्म सकिने क्रममा नवराज पराजुलीको तपाईले एउटा कविता पनि सुन्न सक्नुहुन्छ, जुन सुनिसके पछाडि तपाईको मन एकदमै चिरिनेछ किनकि यसको क्लाइमेक्स चाहिँ त्यही अनुसारको छ। र यो फिल्मले तपाईले जाँदै एउटा प्रश्न सोधेर जान्छ। जिउँदो हुँदासम्म उसले आफ्नो अस्तित्व र ठाउँ खोजिरहन्छ र मरिसके पछाडि पनि उसले आफ्नो अस्तित्व पत्ता लगाउन सक्दैन, म कफिनको हुँ या चिताको हुँ भनेर।